आलु हेर्नु गाइस अर्ग्यानिक सक्छ त कसैले सक्दैन नि अन्त गाइस गाली भन्ने अन्त बिरालोले खाइदिँदा सो हेलो एन्ड गुड मर्निङ सबैलाई सबैजना सन्चै हुनुहुन्छ आई होप अनि भ्लग चाहिँ मैले बिहान सुरु गरेको छु गुड मर्निङ सबैलाई आज चाहिँ हामी घर जानेवाला छौँ गाइस यस्तो जाडो छ हाम्रो पाहाडतिर चाहिँ अन्त गाइस आज चाहिँ मौसम चाहिँ खतरनाक भएको छ सबैजनालाई सब्सक्राइब ठोकिदिनु होला है खुसीमा हो न गाइस सबैजनालाई सब्सक्राइब गर्नु है नत्र मैले यही ढुङ्गा उठा खान्छु नि ल मजाक छोड अनि आज हाम्रो तराई जाने यात्रा अन्त त्यही भएर यहाँ चाहिँ ल है त गाइस भ्यू हेर्नु सर डेन्जर अब ठ्याक्क हामी फेरि आइन्छ त्यस्तै चाहिँ अलि अर्कै तरिकाले आउनु सोध्छ कि साइकल लिएर आउनु सोध्छ कि त्यस्तै चाहिँ ल है त अब यति राम्रो भएछ भने लिएर आउँछु के अरे त्यस्तै ल हेर्नु सारा भ्यू आज चाहिँ मैले तपाईँलाई मेरो पाहाड घरको हल्का टुर दिन चाहन्छु त गाइस ल है त हेरौँ है त यतादेखि लिएर बाटो भयो यति दुइटा न गाइस यहाँदेखि इन्टर हाम्रो यहाँदेखि चाहिँ हाम्रो एन्टर छ एन्ट्री आएनमै त टक्क यहाँदेखि आउने बेला यस्तो छ उछाको प्लस्टर हानेको छ यहाँ चाहिँ हाम्रो पानी सँगाल्ने ठाउँ टङ्की अन्त यति सर्लक्कै चाहिँ यहाँ थारो हुन्छ हाम्रो गाउँमा चाहिँ न थारो भन्ने चाहिँ गोठ हुनेकै ठाउँ कोठार हुनेकै ठाउँ हुन्छ अनि यहाँ चाहिँ हाम्रो भैँसीहरू बसेका छन् भैँसी सर के छ दर्शक बिनहरूलाई भन्नुहोस् के भन्न चाहनुहुन्छ कि नै चाहनु न नि ल अब धेरै नभयो यो चाहिँ भैँसी चाहिँ गाई छन् हेर्नुहोस् टन्नै गाई छन् यो चाहिँ गोठ हो यो हाम्रो पाडो सरकार अब कि पाडो सरकार पाडो होइन क्या चाहिँ यसलाई चाहिँ बाछो भन्छन् नरिसाउनु होला अन्त त यो अनि यो चाहिँ हाम्रो अब यहाँदेखि हाम्रो कोठी सुरु हुन्छ यता हाम्रो यो भयो गोठ थारोको गोठ भयो अब यो चाहिँ हाम्रो कोठामा जान्छ यहाँ तोरी छ यो कोठा खाली छ स्टोर रुम भने हो यहाँ तोरी छ भर्खर तोरी ओढेको अनि यो चाहिँ हाम्रो कोठा लाइक मेरो कोठा अलि डेन्जर छ गाइस सरसफाइतिर नजानु होला त्यही यता लुगा फाल्ने त्यही गाइस यो चाहिँ मेरो अर्जुन दाइको कोठा हो तान तोरी छ हेर्नुहोस् गाइस जता हेऱ्यो त्यतै तोरी छ यो हाम्रो बाइक अब जाम यो माथिल्लो कोठीमा यसलाई चाहिँ हाम्रो हल हामीले हल बनाइदिएको अलि यता हलमा चाहिँ केही छैन यहाँ तोरी यसलाई चाहिँ तोरीको हेर्नुहोस् खरे भन्छ यसलाई खरे है त गाइस ल कोठीतिर जाम है ल यो चाहिँ हल यति ठुलो छ हेर्नु गाइस यो चाहिँ हल गाइस हेर्नुहोस् टेबल छ चाहिँ हाम्रो हल चाहिँ मम्मीले के सामान राखेको छ मेकअप चेकअप क्या त्यही हो गाइस ल अनि यो चाहिँ हाम्रो बाबा मम्मीको रुम लाइट बाल्नु त ल गाइस यही है यहाँ लाइट पनि छ लाइट पनि बल्छ यो रोक्ने करेन्ट हाल्छ कि भन्ने डर के छोड्दिनँ होइन ल त्यही यता चाहिँ कपडा झुन्डाउने ठाउँ यहाँ चाहिँ हाम्रो यो यता ममा त दर्दन तेल त्यही गाइस अच्छा मम्मी पापाको रुम चाहिँ अहिले अलि फिनिसिङ गरेर भ्याइ होइन फेरि जुगाड गरेर फिनिसिङ गराएको छ त्यही हो न गाइस अब जाम यो यसमा पहिला बनेको यो त्यसपछि बल्ल यो बनाएको यहाँ चाहिँ हाम्रो खरले छाएको गोठ थियो त्यस्तोतिर गाइस त्यो मम्मीको सल ओढेर हिँडेको छु जाडो छ कि लास्टै भेजामा त्यही हो अनि यहाँ चाहिँ तोरी छ
यहाँ चाहिँ अर्जुन छ यहाँ चाहिँ आमाले गाली गर्नुभएको छ केही भन्नु छ अन्त गाइस गाली भन्ने अन्त केही भन्नु छ मालिक मटर टिप्दैछ अर्जुनले चाहिँ मटर टिपेर खाना पर्छ सब्जी गाइस पैड चाहिँ खतरनाक छ क्या मेरो आमा गाइस यता आउने भने चाहिँ हाम्रो यता पनि तोरी छ क्या तोरी जता हेर त्यतै तोरी है हेर्नु न गाइस सक्छ त कसैले सक्दैन नि अहिले यो चाहिँ पानी सङ्घाल्ने ठाउँ 9 दिनमा एकचोटि आउँछ तोरी चाहिँ यहाँ चाहिँ हाम्रो इस्कुस फल्ने ठाउँ हो कि बुढे करेले भ्यागुते करेले भन्छन् पहाडको टोइलेट यस्तै गाइस यहाँ चाहिँ यस्तै छ अनि यहाँ चाहिँ ऊ हो यो प्याज त्यही हो गाइस ल यो चाहिँ घैँटा भन्छन् नि घैँटा 1000 लिटरको 2टा त्यही हो गाइस अब यो घरतिर लाग्यो पनि त भित्र जानलाई यो झ्याल दाइखेरि हाँस्नु भएको छ मलाई हेरेर किन हाँस्नु भयो दाइ गाली गरे अनि यो चाहिँ यो कोठा यहाँदेखि भित्र सिरेसी किचन छ क्या त्यहाँदेखि गाग्री यहाँ बुवा आमा हुनुहुन्छ गेच आमाले गाली गरिसक्नु भएको छ यहाँ मलाई यहाँ चाहिँ किचन भन्छन् पहाडतिरको गाइस हेर्नुहोस् दुध बिरालोले खाइदिँदा यता चाहिँ कोठी हाम्रो खानेकुरा सङ्घाल्ने ठाउँ हेर्नुहोस् केरा पनि छ यहाँ पूजा गर्ने ठाउँ अब माथि छ सिडी पहाडको सिडी गाइस माथि चढाउँ है त माथि चढिसकेपछि यस्तो छ यहाँ हेर्नुहोस् अब हेर्नुहोस् यहाँ चाहिँ यस्तो बोरा सोरा चामल राख्ने ठाउँ यहाँ चाहिँ बारदली है त गाइस बारदली अब बुवा आमाको कोठामा लाग्छ तपाईँहरूलाई चाहिँ बुवा आमाको कोठा पुरानो घर यस्तो हुन्थ्यो हेर्नुहोस् गाइस हेर्नुहोस् पुरानो कोठा त्यही हो होइन त यो बुवा आमाको कोठा अब जाऊँ अब अर्को कोठामा जाऊँ यो पहिलाको हाम्रो कोठामा जाऊँ है त गाइस अलि हो चाहिँ छ ठोकिन्छ गाइस यो पहिलाको हाम्रो कोठा हो गाइस अहिले चाहिँ स्टोर रुम भइसकेको छ ए आलु पहाडको अर्ग्यानिक आलु हो हेर्नु गाइस अर्ग्यानिक आफ्नै खरेसा बारीमा फलेको अर्ग्यानिक आलु हो यो गाइस हाम्रो चाहिँ यस्तो पोस्टर हान्ने थियो क्या पहिला पिठोले मुसाले खाइदिन्छ यस्तो रे नि त प्रभु जय सरस्वती माता त्यही स्टोर रुम हो गाइस त चाहिँ यो लास्ट कोठो त बारदली यस्तो यहाँदेखि गएर स्टोर रुम हो त यहाँदेखि अब माथि जान छ अझ एक तल्ले छ 3 तल्ले हो कि एक प्रकारको उपल्लो तल्ला हो चाहिँ अन्त अब हेर्नुहोस् चाहिँ मकै राख्ने ठाउँ हो क्या होइन मकै भ्याइन होला अब मकै राख्ने ठाउँ हो क्या मकैको सिजनमा पुरै भरिपर हुन्छ त्यही हो गाइस पहाडको घर चाहिँ यही हाम्रो अब आजको लागि यति अब अर्को भ्लगमा भेटौँ त्यतिको लागि सबैलाई बाई बाई